खाना खानुभयो तपाईँहरूले? खाना खानु भएको छैन। यहाँको व्यवस्था छैन नि फेरि खानाको। हामी देखिरहेछौँ राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता कुमार बेन सुन्नुभएको छ। हामी खाना खानुभयो तपाईँहरूले? खाना खानु भएको छैन। यहाँको व्यवस्था छैन नि फेरि खानाको। केटाहरू अगाडि नै जान्छन् छेउछेउबाट गीत। त्यो तिम्रो खुट्टामा छु। नेसनली नै हामीले त्यो हाम्रो नेवारको मात्रै स्पेसिफिक समस्या होइन, एउटा ऐनी व्यवस्था गरेर कसरी चाहिँ यो भ्यालु चेनलाई चाहिँ बेटर गराउने, कसरी चाहिँ बिचौलियाहरूको सङ्गुलबाट चाहिँ हटाएर चाहिँ हामीले सरकारले नै इन्टरभेन्सन गरेर चाहिँ काम गरेर ऐन नै हामीले तयारी गरेर अरू भनेको चाहिँ युवाहरूको लागि समस्या हो। गाउँ गाउँमा युवाहरू नहुनु, आएका युवाहरू बस्ने वातावरण मैले